हेलो साथीहरू, नमस्ते। आरामै हुनुहुन्छ? हजुरलाई स्वागत छ मेरो यो न्यू भ्लगमा। आज चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ खेतमा आएको छु। यो चाहिँ मसुरो रहेको छ अनि यता चाहिँ केरौ थियो, केरौ सुकाएर राखिसकेको छु। बिहान चाहिँ एक भारी लगेर गएँ। सो अझ अहिले पनि यो भारी लगाऊँ भनेर मैले चाहिँ उकाएको भिडियो बनाउन सकिनँ, त्यसको लागि सरी। हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला साथीहरू भन्न चाहे। अब चाहिँ म भारी बाँध्न गएँ साथीहरू। भारी चाहिँ रेडी भयो साथीहरू। अब चाहिँ बोकेर घर जानुपर्छ। म यो भारी चाहिँ बोकेर घर जाने। गाइज म चाहिँ भारी बोकेर घर जाँदैछु, देख्न सक्नुहुन्छ। यतातिर खेतबारी छ, खेतको बाटो यस्तो बाटो छ, खेतको। फाइनली साथीहरू घर पुगेर पनि भारी फालिहाले। यो चाहिँ बिहान लिएर आएको, यो चाहिँ अहिले देख्न सक्नुहुन्छ। यो पानी चाहिँ बारीमा सुकाउँदैछौँ। कतिहरू देख्न सक्नुहुन्छ कुलोदेखि पानी गइरहेको छ। बारीमा पानी चलाउँदै लागेको साथीहरू। यो चाहिँ के भन्छन् बुढी हो। अलिअलि मकै पनि लगाएको छौँ। हाम्रो यतातिर यसरी लगाउँछन्, देख्न सक्नुहुन्छ। यता चाहिँ बेसार सुकाएको काटेर चाहिँ काँक्रा, यस्तै लगाउँछौँ साथीहरू। हामीहरू चाहिँ यस्तो कुलो बनाएर पानी जान सजिलो होला भनेर यसरी बनाउँछौँ। चाहिँ पानी यस्तै गर्छ। यो चाहिँ करेला हो साथीहरू, हाइब्रिड करेला ल्याएर लगाएको मैले। यस्तै पानी चढाएर छेउछेउमा लगाउँछौँ, पानी पनि हुन्छ भने। यो चाहिँ प्याज हो, प्याजमा पानी चढाएर यस्तो गराएको साथीहरू देख्न सक्नुहुन्छ। प्याज हो। यतातिर काँक्राहरू भइहाल्यो, लौका, काँक्रा, बोडी भन्ने जस्ता सबै लगाएको छौँ। उता देख्न सक्नुहुन्छ त्यो हरियो चाहिँ मकै हो, देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ सानो बारी हो यो। यता चाहिँ सिमी हो साथीहरू, सिमी पनि फलेछ। सिमीको झाल, सिमीको तरकारी। फाइनली साथीहरू म चाहिँ घाँस काट्न आइहालेँ। घाँस काटेर मेरो दिन चाहिँ कट्दैन। सो साथीहरू मेरो भिडियो मन परेमा लाइक गरिदिनु होला भन्न चाहे।